यो यो हेलो पर्दैन यो पाली हामी खाजा खाँदै हेलो एन्ड वाट्सअप गाइज होप सबैजना सन्चै हुनुहुन्छ होला। स्वागत छ मेरो नयाँ भिडियोमा आजको होइन। आज चाहिँ हाम्रो चाहिँ अब स्काउटबाट चाहिँ हाइकिङ जानु खोज्दैछौँ हामी चाहिँ। हाइकिङ चाहिँ डाँडा कालिका हो अनि हाम्रो टकमा चाहिँ स्कुल आइसकेको छु देख्न सक्नुहुन्छ। अनि यहाँ भुरा पनि बल्ल झर्दैछ यहाँबाट। अब यही हो आजको भ्लग चाहिँ त्यही हाइकिङको है स्काउटको। म नि रेडी भएर आइसकेँ स्काउटको ड्रेस लाउने भनेको है। के अरे हिजो प्रोग्राम भएको थियो स्काउटको अनि त्यहाँ प्रोग्राममा पुरै कस्तो पसिनाले पुरै औडा सबै उयो भयो क्या फोहोरहरू भयो। त्यही भएर चाहिँ स्काउटको ड्रेसै लगाएन मैले। यत्तिकै आइदिएको स्कार्फ मजा लगाएर लगाइछु होइन। अब यस्तै हो ल हेर्दै जानु होला स्टेडियम रमाइलो पलहरू देखाउँछु म तपाईँहरूलाई है त ल। यहाँ देख्न सक्नुहुन्छ हाम्रो भुवा चाहिँ आइसकेको छ सबैजना होइन। सबैजना नभनौँ अलिअलि चाहिँ आइसकेको छ अलिअलि। हेलो 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 सरले भ्लग बनाइरहनु भयो क्या। हेलो गाइस हेलो 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 कस्तो एक्साइटेड भइरह नि लास्टै हो। लास्टै सबभन्दा धेरै सगुन र म हो के सर। सबभन्दा पहिला त हामी दुईजना भनेको म ठ्याक्कै 3 बजे उठेको थिएँ अनि हस्पिटल 4 बजे। मलाई चाहिँ एक्साइटेड तिमीहरूले भन्यो कसैले भन्यो प्रिन्सिपल सर भन्यो हामीले भन्यो हाम्रो क्लासले भन्यो हो। ओके गुड ल हामी अब लाग्न थाले सबैजना ल हेलो गर अब। ओके हामी चाहिँ गाडीतिर लागिसक्यौँ सबैजना। अब चिलमा ल ओके चिलमा हो नि है सबै। ओके भयो धेरै हाई गर्नु पर्दैन ल ठिक छ ल। कसलाई देखेन गुड ल गुड ल गाइज हाम्रो चाहिँ गाडी यता रेडी छ है ल। यो यो होइन खै त यो ओके लास्टको यो प्रज्ञान हो। ओके ल लेट्स मुभ हामी चाहिँ वहाँ पुगेर अब च्याट्टा लगाएर के हुन्छ कस्तो हुन्छ। अब मौला कालिकाको यात्रा हेर्दै जानु होला। रमाइलोपनले बिताउनेछौँ हामी चाहिँ आजको दिन आजको पल होइन दाइ दाइ हजुर के छ एकदम 2 शब्द भनिदिनु न त ल। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भनेर भन्नु। ओके ल भयो ल गाइस। खोइ साउन्ड पुगेन। गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यो होइन। अब भुराहरू चाहिँ बसबाट निस्किँदैछ। हाई भन्दै निस्किन्छ हाईको भने बाई भुराहरू निस्किँदैछ ल।
खेल्नु पऱ्यो रमाइलो गर्दै जानु पऱ्यो है एकैछिनमा खुट्टा देख्यो लाइनमा काउन्टेड हो क्या लास्टमा भन कति छ सिडी काउन्ट गर्नुहोस् है कति छ कहिले काउन्ट गऱ्यो भोलि नाच्नु परेन Slowly count it, okay? Slowly count it. Hey! Joking, hey guys. Lama mana noli? Kau ilah
लहा फेरि लाग्यो हो यो कसरी थाहा भयो हो भन्ने मन्दिर आएर अगाडि यहाँ जङ्गलमा उता लाइनमा हाम्रो लाइनमा होइन हाम्रो लाइनमा पुगौँ ए गीत गाउँदै जानु पऱ्यो बल्ल रमाइलो आउँछ खै गाउनु पऱ्यो भ्याउसी रे भटाउ ल अनि खै ग्याल्छु खै अझ गीत गाउनु पऱ्यो थाकिसक्यो भन्छ त कति छिटो थाक्यो लास्टै भयो कति भयो ओके 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 म यहीँ छु ओके पानी खाऊ मजाले हजुर किन हिँड्छ सेट चाहिँ ina jam beside slowly. Mo. 318. Arin. Line main jam. एकदम सबै हो धेरै गोरु आएछ त अहिले त ब्राइटनेस कम गर्नु पर्यो ल क्या हो अब आधी छ अझै घन्टा हुनुसक्छ आधी छ त्यसकै आधी हो नि साइडमा बस न साइडमा खाने नै जङ्गलले झन् इनर्जी लस गरिदिन्छ अब ज्याकेट खोल्ने भने होइन यहाँ आएर फेसमा मलाई गरिमा होइन दिन्छ काम गर्न रहा हो गुड मेरो काम गर्नुपर्छ गर्दिन म त हामी फेरि यहाँ छौँ कि यहाँ यस्तो हाल त हामी अब सबैको देखाउँछ सबैजना सबैजना पछाडि अगाडि सिमी सर ज्याकेट फुकाल्दै आवर कन्डिसन आवर कन्डिसन भन्दा उता हेर्नु यसको त सनस्क्रिन पनि निक्लिसक्यो यसको मेरो हेर्नु चाकबाट माथि लिएर गएको मोबाइल झार्नु हुन्न गाइस फेरि
यस्तो हो कि अहिले त तिमीहरूले गुला गुल अहिले त तिमीहरूले लिएर जानु पऱ्यो नि त होइन सरको वाइफको है सर त्यो पनि हुनुभएको त अनि सर अनि हजुरको वाइफ छैन कहाँ छ त अनि छ अरे यस्तो यहाँ अघि हेर्नु त म्याम हजुरलाई छोडेर सल्लाह यस ओए को सुप्रिम हो हाम्रो साइडमा होइन साइडमा कसलाई अनि चप्पल खोलिदियो क्या मैले अनि के भयो गाइस होइन हामी चाहिँ अब यहाँ गएर बस्ने हो है हजुर यस ओके गुड त्यहाँ थियो त स्ट्यान्ड अफ एउटा के यसको बारेमा यो हिजो ओके स्नेक घुमाउँ मजा नो चिनमा आएकै छ हामी चाहिँ यहाँनिर एकछिन बस्यौँ माथि पुग्नु लागेन अब बुढाहरू अति थाकिसकेछ अरे मलाई त मन थाकिसक्यो पहिलाको र अहिलेकोमा फरक पर्छ बुढो भइसक्यो म अहिले है त्यही हो अब जग्गै छिरेर जानु होला यसो दामी कुराहरू हेर्दै जाऊँ ल स्टेडियम गाइज ओके ब्याग बोक्ने रे मलाई पनि बोक्छ मलाई अहिले त्यस्तो जङ्क नहो झर्ने बेलामा खाने पऱ्यो हिँड्ने बेलामा माथि चढ्ने बेलामा सकिँदैन कि झर्ने बेलामा पुरो खाऊ कि त्यो अरू स्याउहरू खाऊ स्याउ मसँग खाने हामी चाहिँ मन्दिर दर्शन गर्न गइरहेको छौँ सरहरू अगाडि गइसक्नु भयो बहिनी हिँड्न सक्यो हौ ओइ भट्टराई समीक्षा हाम्रो अवस्था
के आउँछ त्यहाँ के आउँछ त्यहाँ को हो त्यो अनि रितिसा भाइ रितिसा ओके रितिसालाई दिसानिर हो रितिसालाई दिसानिर रहेछ अरे सुमित सरलाई थाहा सुमित सरको बानी के हो थाहा कस्तो हजुरको के अरे भिडियोको अगाडि मात्र हो नखाएको नत्र त सुमित सर त लास्ट भन्छ नि नो म जङ्क फुड खान्न म त्यही पनि खानु न मैले खान्छु नि त त्यही भएर करेन्ट चाउचाउको भिडियो यति बनाएर हाल्छु त्यो 3 इयर अगो 4 इयर अगो कुरा नगर न जे भए पनि खानु त हुन्छ नि के बोले मैले त्यसका बाजे त्यसको बाबु पनि बोल्नु भएको छ त्यो जस्ट फनको लागि मात्र हो हैन सिरियस नलिम त्यसमा ओके मनी खुच्छु ओके गाइस हैन हामी कस्टमर देखाएको छैनन् आइसक्यो भाइ गाइस हामी आइपुगिसक्यौँ हैन चकलेट खानी नखानी चकलेट खाँदै चपाउँदै छु एकदम आइसक्यो यो पानी चपाउँदै म चाहिँ हैन अनुहारको काली भएँ नि मनको म त अनुहार पनि कालो मन पनि कालो है अनुहार त कालो छैन अगर हामी जस्तो हुनु पर्दैन तर हिँडेर चाहिँ एक्टिभ हुनु मान्छे चाहिँ आउँछ नि मात्र आउँदैन है हामीलाई कुदिरहनु सबैले दर्शन गर्नु होला हाम्रो साथीहरु हेलो गाइस हेलो हेलो गाइस हैन हामी लड्दै पर्दा भन्दा पनि बढी सिडी चढेर हैन लड्दै पर्दा हैन गाइस 19 वटा हजुरहरु पनि आरोग्य चिन्छ कि बिर्सा गरी हजुरहरु पनि आउनु होला है गाइस एकदम राम्रो छ भक्तजनहरूको चाह बढिराखेको छ त्यस कारणले पनि आज हामी आग्रह गर्दछौँ तपाईँहरू देवीको पालो पूजन गर्नका निमित्त मौलाकाली मन्दिर आउनुभएको छ यहाँहरू सबै
आफ्नो लाइनमा बसेर अनुशासन बद्ध तरिकाबाट मन्दिर पुग्छ र नारीबाबुका जनताहरूलाई जहाँ पार्ने नमिल्ने हो। त्यस कारणले पनि यहाँलाई हामी आग्रह गर्न चाहन्छौँ हवन कार्यका निमित्त चाउर तेल चामल त्यस्तै गरेर तेल घिउ ल गाइस हाम्रो चाहिँ पूजा कार्यक्रम सबै समाप्त भइसकेर हामी चाहिँ अब फर्किन लागिसकेका छौँ। एकछिन यसो फोटोसोटो खिच्दै रमाइलो गर्दै है पलहरूको रमाइलो गर्दै हो कि नै। म चाहिँ गाइस गोरो आरेछ तर हैन अहिले त कालो गाइस हाम्रो चाहिँ पूजा कार्यक्रम सबै समाप्त भइसकेको छ है दाइ। अब हामी चाहिँ घरतिर फर्किँदैछौँ अहिले मन्दिरबाट होइन सबैजना अब लागिसकेको छ र यस्तै हो। अब लिटल बिट रमाइलो नै भयो होइन अनि त्यही हो दाइ रमाइलो भयो कि नै त? एकदम रमाइलो भयो नि है एकदम दामी। अनि अरू केही छ भन्नुलाई? अरू के भन्ने छैन अब आइसक्यो। हामी चाहिँ फर्किँदै हेलो ओहो सर कता हो तपाईँ? फेरि के छ स्टुडेन्ट लिएर हो? स्टुडेन्ट लिएर आएको त्यही शिक्षा विकास लिएर आएको यसो भिडियोतिर बनाउँदै ल परे के जोडेर अब यो भिडियो बनाएर आएको त्यही भएर ल अनि किन ढिलो त तपाईँ? ए हुन्छ हस् ल सबैतिर आउँछ है ल ओके हामी चाहिँ आधी बाटो आइसक्यौँ होइन। अल्छी लगाएर अस्ति भइरह अल्छी लाग्यो भन्दा नि अब खुट्टा दुखिरह होइन। अब खुट्टा दुखेर हिँड्नै नसक्ने भइरह पुरै। अब भोलिको हालत के हुन्छ त्यो मलाई नै थाहा छैन होइन के हुन्छ अब यस्तै हो अब होइन गाइस। वाट इज दिस? ओके अब भोलिको हालत के हुन्छ है भोलिको हालत यस्तै हो गाइस। 5 रे बाटोमा भेटेको रे पैसा भेटाउनु नि 5 भेटेर कि 5 भेटेर उभो लाग्छ बाटोमा। पैसा भेटा भयो त सबै लेख्छु के होला किन्दिने पैसा भेटायो भने 5 को साट्नु पर्छ क्या 5 को साट अर्को चक्लेट दिनु भन्नु पर्छ क्या है। आजको घरमा हिँड्ने समय भाग्छिन्छ हैन के बाङ्गो अनि अरू अहिले मलाई हैन मुली गरेर त फिरफिरे किन्दिनु भयो भने म अहिले भको पातो खाना खुवाउँछु। हुन्छ कहिले खाने र? हुन्छ के दिन आइथा हेरेर बोल्नु खाँदै खानु पर्छ म कतै दिन्छु मुख स्याहारेर अहिले खाने उसमा म मिसाइदिन्छु। हामी खाजा खाँदै हाम्रो चाहिँ अब राम्रो आज खाने टाइम भइरहेको हाम्रो चाहिँ यहाँ। हेलो फ्यामिली खानु भयो? सर हामीलाई भिडियो बनाउनु सबैको बनाइरह ओके। हाम्रो चाहिँ खाजाखाने प्रोग्राम चल्दैछ है। अब हिँडेर थपेलाई खाजा खानु पऱ्यो है। हजुर झुलाको रोटी कस्तो मिठो ज्यास्मिनको मम्मीलाई थ्याङ्क यू। ओके जस्मिनको मम्मीलाई एकदम धेरै धन्यवाद है। जस्मिनको मम्मीलाई एकदम धेरै धन्यवाद। एकदम मिठो बनाउनु हुँदो रहेछ अरे रोटी बनाउनु सिर्जना म्यामलाई पनि पठाइदिनु भएको रहेछ। अब जस्मिनको घर आउनुपर्छ क्या कुनै दिन रोटी खानलाई है। ओके खाजा कार्यक्रम अरे के छ ठिक छ रमाइलो भइरहेको नि है। ओके गाडी छ कि न अहिले? ल्याउनु
आरोग्य दौडिया मेन्टल गुड छ एकदम राम्रो गुड हो एकदम गुड सर हो हेर यो खाइरहेको आमा ल अब गाइस हामी चाहिँ बिस्तारै झर्दैछौँ अब है उतिरहम झर्नी हैन उतिरहम या बट द खुट्टा इज कमिङ ग्राभिटीले तानिरह पुरै है मेरो यहाँनिर नि अलि साइन्स दिउँ न है खुट्टा कस्तो काम स्लोली 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 यो मान्छे के हो क्याब भएर हो क्या यहाँनिर खुट्टा काम मैले हिजो के भनेको थिएँ अनि कम्फर्टेबल सुज लगाएर आऊ भने होइन किन त्यस्तो लगाएर कतिखेर भन्नुभयो ओइ मैले हिजो बेलुका भने होइन भन्न त भन्नुभएको अनि तर मैले सुनिन यार सुन्नु गाइस पर्यो नि सुनि सरसँग हिँड्नुपर्छ कि रमाइलो हुन्छ तिमीहरू त अघि अघि जान्छ त हो थाहा यो परिहरूले त हाम्रो त बिर्सी पनि सक्यो हामी को हो भनेर बिर्सिसक्यो है मैले त बिर्सिसकेँ तिमीलाई हामीलाई बिर्सिसक्यो ओके टिकटक रे फेरि यता खै ओके मैले गरे हैन र गरे हैन ल ओके ल जाऊ कुन गीत गाउने मलाई गीतै आउँदैन यो अर्को कुन गीत सबले आउने गीत के यो फेरि अर्को छब्रिया हेर यो छब्रिया यो हजुर के होला नि यस्तो लामो लामो कपाल काले हाइट जस्तो अन्त कपाल बार छब्रीको थाहा सर छब्रियाहरू छब्री त्यो यो कस्तो बनाएको मलाई भन्नु युसे पनि कसले ताने आयो मैले पार्टनर बनाउने मलाई बिर्सिनु आउ आउ हेर हामीलाई के खाने कुरा किन न ओके सरसँग तपाईँ बनाउनु घन्टी बजाएर अब फेरि अघि आएको डेस्टिनेसनमा आइसक्यौँ हामी अब ट्याक्क लगाएर चाहिँ बिस्तारी बिस्तारी तल झर्ने पानी भर्न पानीको पियास मेटाउँदैछ कस्तो मिठो छ पानी सब लो बैटरी वाले हैं सर मैले दाम गरी 20 रुपैयाँ लेट्स मुभ गाइस अब सकिसक्यो हैन सो हामी चाहिँ दाम गरी anyone have changed then you can do it so I don't follow okay let's move guys let's okay अब little bit ल जाँदै गरौँ अब
सस्तो सस्तोमा के चाहियो चिनहरु सस्तोमा के लानु सस्तो सस्तो एकदम सस्तो सस्तोमा हिँड के लाने हो एनिथिङ ओके सन्तोष दाइ स्वागत उकाली चढौला भन्ने गीत छ नि अब चाहिँ निरा जहिले रिसाउने अलिक धेरै गीत आउन थोरै भयो भर्खरै घर आएर बसिरहेको होइन अब यस्तै हो आजको ब्लग यस्तै हो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब सबैजना गरिदिनु होला अनि त्यसपछि त्यही हो यति नै आजको ब्लग यस्तै यस्तै ब्लग लिएर आउनेछु म फेरि होइन खै के भन्ने अब बिर्स्यो अब यति नै हो गाइस होइन आजको ब्लग चाहिँ यति नै हो भनेर सोच्नु होला अब मैले ब्लग नबनाएको धेरै भयो त्यही भएर मलाई इन्डिङ गर्न नि बिर्सिसक्यो मैले होइन न स्टार्टिङ गर्न आयो न इन्डिङ गर्न आयो अनि बोल्न पनि अलिकति कम्फर्टेबलै लागेन सो अब चाहिँ कन्टिन्यू गरौँ कि भनेर सोचिरहेको होइन गाइस ल यति नै हो गाइस ल बाई बाई गाइस सी यू इन नेक्स्ट ब्लग ओके